न त आदेश ससुराको न सासूको मान्छन्। सिन्दुर हालिया श्रीमानलाई भतुवा जस्तो ठान्छन्। यता जान्छु उता जान्छु छैन अत्तो पत्तै। काँधमा ब्याग हातमा आइफोन लिएर निस्के फुत्तै। बोल्नु परे नाकमुख नचाई हात तल्ला र उस्तै। हिँडाई अन्डा पार्न लाग्या हाँसको पोथी जस्तै। हातले खान छाडे भात चाहियो चम्चा काँटा। डाइनिङ टेबल घुम्ने कुर्सी बुहारीहरूको ढाँचा। विदेशबाट पैसा माग्छन् भाना बनाई बनाई। श्रीमानले कमाएको सकिदिन्छन् कमाई। घरको काम गर्नु छैन हिँडे लखर लखर। बिहा गरेर ल्याएको भर्खर अर्कैसँग चक्कर। इमान्दारी बुहारीहरूको चित्त नदुखाऊ है। इमान्दारी बुहारीहरूको चित्त नदुखोस् है। जसले यसो गरेको छ भनेको उसलाई।